गुड मर्निङ एभ्रिवान। सबैजना सधैँ हुनुहुन्छ भने म पनि सन्चै छु र बिहानको गुड मर्निङ सबैजना। कुखुरा चोर्नी पनि हुन्छ। भर्खर पसल खोले चाहिँ पनि हुन्छ। मैले चाहिँ एउटा त झुङ्गा रहेछ त यो मर्ने लापट्टि गयो। दाना चाहिँ हाल्नु मर्छ होला त्यो चाहिँ पक्कै नै मलाई लाग्छ। मम्मी सुरुमा पेटी बनाल्ने हो। हजुर कुखुराले मस्त खाने दाना चाहिँ पानी खाएर पहिलो त्यहाँ तिम्रो दुश्मन छ क्या। दुश्मन जस्तो गर्छ नि यार। एउटै आमा छ। बदन बजाएर मैले भनेको थिएँ नि पानी 3टा राख्छु भनेर। हजुर
कहाँ फाल्ने मम्मी पानी ग्यास नचलाउन यस्तो दिलाइदिरहेछ ग्यास सक्यो त्यही भएर दिलाइदिरहेछ कटर छ कटर खाने होला आज होइन भोलि हुन्छ नेपालीलाई चाहिँ म ठेगाना लाएर हुन्छ एउटा हुनुहुन्छ काले फटा हुनुहुन्छ यही हो फटा हे गर ओ यतार आम्मा भन्छ जा सब काम सकिसक्यो बिस्कुट खाँदैछौँ सबै काम सक्यो बिस्तार ओठमा त बाँकी छ बिस्तार ओठमा त बाँकी छ त्यही हो अब खाना पकाउने खाना खाने सक्यो क्या आज त आइतबार भोलि त स्कुल छ अब खाना पकाउँछ नयाँ नयाँ बन्डी लाएर अहिले नयाँ बन्डी लगाइदिए कसैले सक्दैन घाम स्कुलको ड्रेसभित्र लाउन लाग्यो पसिना सुस्छ त्यही भएर पसिना खाने बन्डी चाहिँ खोलिहाल्छु म खोल्नु मरिन्छ चाहिँ आइसो अब यसो जाडो साडो भएको थियो जाडो घाम भएको थियो नि त त्यही भएर मुखसुखतिर यसो नुहाइदिनु हो कि चिसो पानीले होइन नुहाइदिनु यस्तो घाम छ कि मरिन्छ यस्तो घाममा उही कस्तो घाम छ यस्तो घाम चाहिँ कन्नु कना त यता राइट ह्यान्डतिरको इतना त्यही अहिले हतेत न चिला अरे यसरी मल होइन पसिना म निस्के अरे यार अहिले चाहिँ साँझको 6:30 बज्यो कस्तो दामी सनसेट ला दामी सनसेट ला मिठो सनसेट लाल लाइट चाहिँ अब जता कता बाल्नु पर्ने हुन्छ साँझको बेला रमाइलो बेला घुम्न गएको बोलाएर यसै पनि हक लाग्छ चल्टीको फ्रिजमा चाहिँ खजौरी छ कि खजौरी मलाई चाहिँ अलिअलि अघि कुखुरालाई औषध लगाएको अलिअलि त्यस्तो दाम बसा गर्नुहुन्छ गर्नु होइन त्यही हो कुखुराहरू त्यो मुखमा घाउ रोग त्यो घाउ बाखा रोग त्यसको भने
अब चाहिँ यो ब्लगलाई चाहिँ यहीँ एन्ड गर्छु मैले जाने सनसेटलाई त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् सबैजनाले सबैलाई धन्यवाद र सेल्युट छ गरिदिँदा त्यही यो ब्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु थ्याङ्क यू फर भिडियो जोइन नेपाल एभ्री वान